Hello and good morning guys. Welcome back to my YouTube channel. आज फेरि म बिहान उठिसकेको छु अनि हेर्नुहोस् म पुरै न्यानो ज्याकेट लाएर चाहिँ आज मैले जानुपर्ने छ बडैपुर पात लिन। सो म बिहान उठेर म अब रेडी भइसकेको छु हैन। अब म निस्किन्छु यहाँबाट। अब बिचमा के हुन्छ सो म हजुरलाई देखाउँदै जानेछु। कति धेरै पात ल्याउने होला छु त्यो पनि हेर्दै जानु होला। म निस्किसकेको छु रुमबाट हैन। अब हजुर देख्न सक्नुहुन्छ गेटा म चाहिँ जङ्गलबाट जानुपर्ने तर म चाहिँ जङ्गल साइडबाट नगएर चाहिँ हाइवेबाट गएर छु हैन। नमस्ते आन्टी, म पात लिन आएको। बनाउनु भएको छ? थोरै छ नि। ए कति छ त्यति? मोटरसाइकलमा अब आउनुभयो त अनि? नै अटो आइरहेछ, म अगाडि आइपुगेँ। ए हुन्छ त्यहाँ 50 भनेर कतिमा 20 कम छ, कतिमा 50 कम छ। मिठो छैनन् यो 100 200 को हो ए 100 यो 100 एउटा छ। 300 को हो ए 300 यो 400 भयो हैन। 400 यो 100 हो। त्योमा कति 50 छन्। त्यसलाई यो 8 कन्सन 100 मात्रै हिसाब गर्नु। ल यो 100 यो 400 हो। यो 100 भन्नाले यसमा 50 वटा एउटा 100 यो 100 हो के यो 300 यो 300 यो 300 यो 300 400 हैन। 400 फेरि त्यो 100 त्यो 50 एमा 8 वटा कम छ नि त्यो हिसाब। यो 300 भनेपछि हाम्रो कति रुपैयाँ कति भयो? 400 को हो। 400 को हेर्नु न अब यो भनेपछि यो 100 रुपैयाँको भयो। 100 200 300 400 400 को त्योमा 100 छ, त्योमा 50 छ, एमा 8 वटा कम छ नि ट्रकमा 100 पुग्न। भनेपछि यो 400 भयो। यो त्यसमा 600 वटा छ। हुन्छ सुन चाहिँ आफ्नो चाहियो। अस्ति कति हो पैसा यसको दिनको बाबुको मम्मीले दिएछन् गरे कति हो? ए मतलब मैले दिनुपर्ने? मम्मीले दिएछन् ल ठिक छ। अहिले अटो हजुरसम्म आएन। म कस्तो हिसाबले दिइस् त? उही पहिलाको भाउले अब बनाउनु गर्छ टपरीलाई 2 रुपैयाँ गरेर दिनाला उही भाउ। यो ठुलो टपरी छ 2 रुपैयाँको टपरीले चाहिँ 3 रुपैयाँ गर्नु पर्यो। अनि अरू चाहिँ यिनीहरू चाहिँ सेम रेट भनौँ। अब यो टपरी यस्तो हुन्छ। यो टपरी लाने बेला कस्तो हुन लाग्यो, कोही बेला पात साना पनि हुने भए, कोही बेला ठुलो पनि हुने भए, कोही ठुला हुने भए, कोही सानो हुने भए। हट त्यहाँ टपरी 2 रुपैयाँको 1 रुपैयाँ गराउँदाखेरि पछि हेरेर त्यहाँ यो पनि 1 रुपैयाँ जस्तो छ, यो पनि 1 रुपैयाँ जस्तो छ भन्नुहुन्छ। यो भएन के, यो त धेरै घाटा भयो। हट सबै ठुला पनि 2 मै 1 मै सबै 1 मै। टपरीहरू कस्तो छ कि हुन त बाबुलाई त कस्तो लाग्छ नै। अब कोही ठुला पनि छन् योमा, कोही साना पनि छन् हैन। ठुला त उहाँहरूलाई फाइदा हुन्छ भनेपछि यसलाई 2टा बनाइदिएपछि त बराबरमा आन्थ्यो के। नै कुरो कस्तो छ भने चाहिँ जस्तै अब यो ठुलो छ, यो हामीले हजुरको 2 रुपैयाँ यो कुनै सानो निस्क्यो त्यो फरक परेन। अब कुनै कति रुपैयाँ बेच्ने भने चाहिँ यो 4 रुपैयाँ बेच्ने भयो अरे। 4 रुपैयाँ बेच्ने छ भनेपछि हामीले यहाँबाट 2 रुपैयाँ किन्यौँ। 2 रुपैयाँ किन्यौँ भनेपछि यसलाई 3 रुपैयाँ बनाउन सक्यो। अब यो हामीले बेच्छौँ 2 रुपैयाँमा। अब यो 2 रुपैयाँमा बेच्छौँ भनेपछि हामीले कति रुपैयाँ 3 रुपैयाँमा किन्नु त भएन फेरि। तब मैले भने मेरो कस्तो हो कि बाबु र बुझ्नु है। बाबुलाई घाटा न अब यो बाबुलाई घाटा नछ, हामीलाई घाटा नछ हैन। यिनी टपरी अब एउटा ठुलो भयो, एउटा सानो भयो हैन। यो तपाईहरुले नि दुईटै एकमा लग्नुभयो भने तपाईहरुले यसलाई 2मा लगिदिनु। 2मा लगेपछि यिनी सबै एकमा जाने भने मेरो त्यो हो। ठुला पनि साना पनि के टपरी। मतलब त्यसो भने हजुरहरूले चाहिँ यदि हामी यसमा पैसा बढाउँछौँ भनेपछि हजुरहरूको यो सानो टपरी भन्दा यही टपरी नै 1 रुपैयाँमा दिनु पर्यो।
त्यही हुन्छ सानो ठुलो सब बराबर मिलाएर सानो ठुलो सब बराबर मिल्छ तर त्यति सानो पनि हुनु भएन कि सानो पनि हुनु भएन नि त हामीले त्यो कामै नलाग्ने किनकि त्यस्तो गराउनु भएन थाल भन्दा त सानो हुँदै हुन्न टपरी यिनीमा साना त टपरी हुन्न अब फेरि हामीले चाहिँ जो ठुलो थाल हुन्छ त्यो ठुलो थाल चाहिँ अलिकति ठुलो चाहिन्छ त्यो बनाउनलाई यस्तो हुन्छ फेरि पात अनुसार पात अनुसार तब त मैले भन्नु लाग्छु कि बाबुलाई नि घाटा नहोस् हामीलाई नि घाटा नहोस् अब यसमा कोही ठुला पात आउँछन् ठुला हामी फेरि ठुलै बनाइदिन्छौँ सानालाई नि सानै बनाउँछौँ यहाँदेखि सानो हुन्नन् फेरि यहाँदेखि सानो हामी बनाउनौँ न बनाएपछि हुन्छन् अब हेर नि यो सानो छ यो जाने भयो यो 2 रुपैयाँ यो ठुलो छ यो यत्रो छ यो हो त्यो त अब 2 रुपियाँ पनि 1 रुपियाँमा जाने भयो भनेर मैले त्यस्तो भन्न खोजेको है बाबु अब फुटेको बुढीले के भन्छन् पातालाई सब ठाउँ बस्न र सल्लाह गरौँला भन्थे गरेर उतै हिँड्नु बाबु अब त्यो ठिक छ कि तर हामीलाई चाहिँ जस्तै सबै जति पनि ल कुनै कुनै त सानो बन्यो ठिक छ तर लगभग हजुरको यति बन्छ भनेपछि हामीले ठुलोवाला साइज त्यो थाल बनाउन सजिलो भयो अब जस्तै सानो यो 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 यतिसम्म भनेपछि हामीले ठुलो बनाउनै मिलेन मिल्दैन त कसरी बन्ने हामी 4 रुपियाँ बेच्ने भन्दै बन्दैन यो हिसाब दुनामा नगराउने भएपछि उसैले हामी यस्तै टपरी लान्छौँ नि 2 रुपियाँ लाग्नु पर्दैन कोही ठुला होला नि कोही सानो होला नि सब टपरी भरि 2मा लग्ने हजुर नै कट्टा आइरहेछ अटोमा छ म त अलि छिटो आइहालेँ ए आइहाल्यो यो के रहेछ यो चाहिँ किम्बु यही त पिउँ हामीले टिप्ने अच्या ए यो टिप्ने मम्मी प्याक गर्नुभएको यो बनेर प्याक गर्नुभएको 100-500 रुपियाँ दिनुहुन्छ ए ल ल यो अलि होइन यति हामी त यो पछि अलिकति बढाउनु चाहिँ मैले चाहिँ त्यो ठुलो टपरी 2 रुपियाँको टपरीमा चाहिँ बढाउने भनेको त्यो 2 रुपियाँको टपरीलाई 3 रुपियाँ बनाउनु सक्यो त्यो अलि ठुलो साइज छ प्लस हामीले चाहिँ त्यो ठुलो साइजलाई चाहिँ अलि 4 रुपियाँमा बेच्छौँ 1 रुपियाँ फाइदा खाएर बेच्छौँ अनि यो चाहिँ हामीले लगभग पैसाको हिसाबले बेच्छौँ अब पैसाको हिसाबमा हजुरको कति पैसा बढाइदिने त टपरीमा कसरी हुन्छ बरु टपरीमा बढाउनु होला त्यही त टपमा मैले त्यही भनेको दुना पनि अब तपाईहरुलाई दुना धेरै चाहिन्छ हैन सर तपाईहरुलाई दुना धेरै चाहिन्छ हामी यसो गरौँ 1 रुपैयाँको दुईवटा बुन्छौँ 1 रुपियाँको 2वटा त्यसो भनेपछि चाहिँ हजुरहरूले चाहिँ टपरी घटाउनु पर्यो फेरि टपरी यो पहिला 2 रुपैयाँमा लैजानुहुन्थ्यो अहिले 1 रुपैयाँमा बनाएको छौँ यो टपरी नै पहिला 2 रुपियाँ होइन कि 2 रुपियाँको ठुलो हुन्थ्यो 1 रुपियाँको सानो हुन्थ्यो 1 रुपैयाँ सानो भन्दा सानो कहाँ हुन्छ त ठुला आउँछ नि पातहरू नै साइज अनुसारको जान्छ नि त हाम्रो पनि त थाल ठुलाहरू पात टिपेपछि ठुला अब टपरी जाने सानो थाल हुन्छ फेरि पात अनुसार हुन्छ हाम्रो फेरि टपरी ठुला पात लिएपछि ठुलै जान्छ त्यही त त्यो चिज त अब हामीले प्रोडक्टै जति हुन्छ हामीले त्यही त दिने हो अब प्लेटलाई कसरी हामीले थाल बेच भनेर बेच्ने त मेहनत गर्छ तर धेरै मेहनत छ यसमा सुगाउनु पर्यो उठाउनु नै त्यो त तयार गरेर दिनु पर्यो हजुर त्यो त छ कि त्यो त हामी पनि बुझिरहेछौँ मेहनत छ त्यसैले अलिकति मिलाएपछि गर्छौँ फेरि अझै त्यो हामी बुझिरहेछौँ तर मार्केटमा चाहिँ कसरी सेल हुन्छ भन्ने हो हैन बनाउँदै हुन्छ यसको साइज अलि ठुलो बनाइदिनु पर्यो यो ठुलो साइज हुन्छ भनेपछि हामीले चाहिँ त्यो थालमा पनि बनाउन सक्यो प्लेट पनि बनाउन सक्यो अनि त्यसपछि त्यो हामीले सानो 1 रुपियाँवाला चाहिँ 2वटा बनाउन सक्यो नत्र त हामीले दुबईबाट घाटा भएपछि त हामीले के गर्ने त्यो त यहाँबाट लिएर त्यहाँ बनाएसो मात्रै हुन्छ टपरीको कस्तो बनाउने भन्ने खोज्दैन रोक्नु न यो भन्दा गर्नु होला नि अगाडि नै त्यो भने जस्तो थोरै हुन्छ त यो पात त जसै बेच्नेवाला मान्छेले त खायो फालिदियो र खायो र अब पहिला सिधै बाबुलाई घाटा नहुने हामीलाई घाटा नहुने दुनालाई 2मा लग्ने 2टा दुना 100मा 1 रुपियाँमा यो टपरी कहिले कोही साना पनि हुन्छन् कोही ठुला पनि हुन्छन् नै 3मा लग्नुहुन्छ त दुना यो टपरीबाट फाइदा आउँछ के जस्तो कोही साना पनि हुन्छन् साना पाता आएको बेला भदैन ठुला पाता आएको बेला ठुलै पनि हुन्छन् एउटा 2टा 3-4टा ठुला निस्केलान् अरू साना निस्के पनि भनेपछि मैले भनेछु कि यिनी 1 रुपियाँ लग्ने भए यिनी सबै टपरीभरि 1 रुपियाँमा देऊ त्यो 2 रुपियाँ रुपियाँ 2टा त्यो चाहिँ ठिक छ त्यो ठिक छ तर अलिकति ठुलो चाहिँ बनाइदिनु पर्यो 1 रुपियाँमा लग्छौँ भनेपछि अलिकति ठुलो
यो अलि साइजमा ठुलो हुनु पर्यो पाएपछि ठुलो बनाउने नत्र भने पात पाइन्न अब जस्तो गराउने हो। अनि त्यो चाहिँ बरु एउटाको दुईटा बनाउन सक्यो त्यो आन्टीले भनेको चाहिँ अलिकति कुरो मिल्छ हैन हजुरले त्यहाँ पनि बढाउने बुझेन भने म बुझ्ने नै उहाँहरूले बुझाउनु भयो भने बुझ्नुहुन्छ त्यो बुढापाका हुनुहुन्छ गरे बस्नुहुन्छ हैन अब त्यो आफ्नै तरिकाले कुरा मिलाएपछि थोरै हुन्छ त हामी चाहिँ त्यता गन्दै गर्दैनौँ त्यस्तो गर्दैनौँ हामी यो मान्छेले गर्ने जस्ता मान्छे छन् मैले थाहा पाएको अब हेर्दाखेरि यसरी हेऱ्यौँ यो त 150 वटा छ भन्नुभयो अरे सानो छ मैले आफै यहाँनिर गर्ने 40 वटा छ अनि त्यतिखेर खै गर्नुहोस् त भन्दाखेरि गर्नुभयो 100 वटा मात्र निस्क्यो अब 50 वटा घाटा भयो दिदी के भनेको यो 300 को पार्ट छ भने लिएर आएको त म कति त्यो पार्ट 150 को निस्क्यो के त्यसरी मलाई त्यहाँ यस्तै ल्याउन आज मलाई दिदिनु भनेर वाइफाई चालु छ के 300 को पत्ता छ भनेर भनि नि हेरेको त कम छ गनेको छ म 150 को मात्रै अब यति धेरै छ अब यति धेरै कहाँ गनेर भ्याउने हो हैन त्यसैले चाहिँ हामीले चाहिँ ल होस् भनेर हो अब आँखाले देख्दाखेरि कम छ अब कसरी पत्याउनु त अनि के भन्छन् अब बनाउने को बनाउनुहुन्छ रेट एकचोटि कन्फर्म गरौँ फेरि ठुलो दुनालाई 1.5 रुपियाँ सानोलाई 1 रुपियाँ ठिकै छ अनि दुना भनेलाई टपरी ठुलो टपरीलाई 1.5 रुपियाँ सानो टपरीलाई 1 रुपियाँ र दुनालाई 1 रुपियाँको 2 वटा त्यसो भनेपछि त त्यो गर्न पनि आन्न उहाँलाई उहाँ वनमा पनि जानुहुन्न त्यो ठिक छ जस्तै हजुरले त्यसै भन्नु म कुनै पसलमा जान्छु 20 रुपियाँको चौचालेमा 10 रुपियाँ दिन्छु लिने भए दिनु नभए दिनु भन्न पाइन्न नि हामीबाट त्यति लैजानु भन्ने कुरा त्यही त हामी पनि यहाँबाट गएर बेच्ने हो मेहनत छ यो हेरेपछि धेरै मेहनत छ जोतले त बुन्न पनि गाह्रै त्यो त छ कि जस्तै मार्केटमा कुनै पनि कम किन हुन्छ भन्दाखेरि अब एकचोटि यो बुनेको पातलाई दुई चोटि सुकाउनु पर्छ हामीले 2 चोटि 3 चोटि सुकाउनु कसरी भन्ला कसरी भने अब पहिला ठुला टपरलाई 2 रुपियाँमा लैजान्थे कि नै त्यसलाई हामीलाई घटाएर 1.5 रुपियाँ बनाइदिन्छ त्यो घटेको छैन त्यो कहाँ घटेछ 2 रुपियाँको 2 नै पैसा त अस्ति जम्मै 2 मा लग्नु भयो 1 मा लगिदिनु भयो त त्यही भएर हो यस्तो गर्न लागा मतलब सानो पनि एक ठुलो पनि एकमै हो लग्दै सब हुन्छ एकमै लगिदिनु भयो त तब त्यहाँ यस्तो गर्न लाग्छन् तिनीहरू त्यसैले त हामीले बुने छाड्दिनु त अलिक त्यति छ त्यहीमा पनि तर मैले भनेको नि मान्दैनन् अब मैले त त्यो ठुलो जो छ त्यो त 2 रुपियाँ नै छ अनि सानो छ त्यो पैसा चाहिँ कस्तो भइरहेछ भने चाहिँ प्लेट बेच्नलाई त हामीले त्यो 5 रुपियाँ बेच्न मिलेन त्यसको प्लेटको रेट थोरै छ टपरीको रेट ठुलो छ अब हामीले 1 रुपियाँको यहाँबाट किन्छौँ भनेपछि हामी त्यहाँ लगभग दुना उयो भामा हो त्यो ठुलो 2 रुपियाँवाला भन्थ्यो नि हो त्यो अताज 1 रुपियाँमा लग्ने त्यसो भने त्यो गर्नु नि त त्यो ठुलो टपरी 2 रुपियाँमा दिनु किनकि त्यो हामी 4 रुपियाँमा बेच्छौँ हैन 4 रुपियाँ पहिलाको जे छ त्यही गर्नु तर त्यो यति सानो पनि हुनु भएन कि हामी त्यो प्लेटमा बेच्नु पर्यो भन्नु नहोस् हाम्रोदेखि लैजानु भएको लगभग छुट्टै बिटा हुन्छ हेरेर ठुलालाई पनि यो उत्रै छ भन्नुहुन्छ सानोलाई नि उत्रै छ भन्नुहुन्छ त्यस्तो चाहिँ यहाँ खाइदा ठुलो हेर्ने बेला यहाँ हेर्नुहुन्छ अन्त यो बराबर यो पनि सानै छ भन्नुहुन्छ अब जे जे गर्छ मलाई त बिचमा बोल्नु केही छैन त्यही त हेर्नु बन्न जानेन प्लेट जो हामीले लिन्छ र अलिअलि सहायता गरिदिने हो बस त्यति हो 1 रुपियाँ जो हजुर दिनुहुन्छ त्यो हामीले प्लेट बनाउने हो 2 रुपियाँ लिने चाहिँ थाल बनाउने हो क्या अब थाल बनाउने 2 रुपियाँ किन्छौँ त्यो पनि 1 रुपियाँ जस्तै छ भनेर चाहिँ त्यसरी भन्नुभयो होला हैन यसै प्लेट बनाउने सानो छ अनि त्यो थाल बनाउने अलि ठुलो छ अब यतिको साइजको पात नभएपछि हामीले 2 रुपियाँ किन्दाखेरि त 1 रुपियाँ भएन कसले दिएन है अब ठुलोलाई सानैको भावमा सानोलाई पनि सानैको भावमा कसले दिएन है त्यो त अब कट्टा जे गर्दा पनि हुन्छ
अब त्यहाँ दिने मान्छे हुन्छन् कि सबै हाम्रो त्यही त। नि त ठुला हामीदेखि टपरी फेरि पहिलेदेखि यति ठुला हजुरले हुन्छ लाँदै एउटा गर्नु बिटा हुन्छ अलग्गै त्यसमा गनेको अलग त्यही त हुन्छ जस्तै हजुरहरूले यहाँ त भन्नुभयो अब मार्केट त ठुलो छ यहाँ त 4वटा घर छ 4वटा घरलाई भनिएर बसाएर मिल्यो त्यहाँ बजारभरिकोलाई त आएर बस्नुहोस् हामी यति त भन्न मिलेन न भन्न त पाइयो तर त्यो अलिक गाह्रो हुन्छ होइन सबैले आउनुहोस् अनि तिनीहरूको व्यापारी कस्तो छ भनेपछि चाहिँ जो सानो छ जो 1 रुपियाँ होला त्यो भनेको पानीपुरीको लागि लिन्छन् पानीपुरी ट्याप्प राख्यो फालिदियो त्यसलाई चाहिँ उनीहरूले कति रुपियाँमा लियो नि त होइन यो जाबोपातले हामीले कति रुपियाँ लियौँ भन्ने हुन्छ त्योभन्दा कम छ हाम्रो पेपर प्लेट इन्डियाबाट आउँछ त्यो त हजुरको झन् सस्तो त्यो 5 पैसा 10 पैसाको पाउँछ अब यो हामीले 5 पैसा त 10 पैसा हामीले बल्ल फाइदा भइरहेछ त्यो 5 पैसा 10 पैसामा उनीहरू त्यहीँबाट ल्याइहाल्छन् यो किन किन्ने त भन्न भइहाल्छ क्या टपरीमा मिलाइदिनु होला त भइहाल्छ बराबर त्यसो हजुरको टपरी भए पनि टपरी 2 रुपियाँको टपरी चाहिँ 2 रुपियाँ जस्तो हुनु पर्यो 1 रुपियाँ र 2 रुपियाँमा फरक पर्नु पर्यो बनाउन भ्याउँछ भने चाहिँ भन नत्र खालि किन कुरा गर्ने हो म त भ्याउँदैन नै नभएको कुरा किन गर्ने जस्तै हामीले 2 रुपियाँको टपरी जो लिन्छौँ त्यो हामी 4 रुपियाँमा बेच्छौँ अनि त्यसपछि अरूमा त हाम्रो मार्जिन छैन त्यही 2 रुपियाँको मार्जिनमा चाहिँ हामीले चाहिँ त्यो मिलाउँछौँ क्या त्यसरी पैसा चाहिँ त्यसरी मिल्छ पनि भ्याएपछि र गर्न अनि भ्याएपछि भन्न कुराकानी गर्न नभ्याएपछि के गर्ने मेरो त म त हुन्न नै म त बनाउँदै अब त्यो 2 रुपियाँको जो बेच्छौँ त्यो 1 रुपियाँमा हामी यहाँबाट लिन्छौँ र त्यो 1 रुपियाँमा त्यहाँ बेच्नुपर्छ भनेपछि त हामीले त गाह्रो भइहाल्यो नि त मेसिनको हैन मेसिन हो अनि आफ्नो मेहनत त्यो त मान्छे लगाएको हुन्छ मान्छे लगा हुन्छ हामीले त्यो डेलिभरी गर्न जानुपर्छ लिन आउनुपर्छ हामीले त फाइदा कहाँ हुन्छ त जसले पनि 1 रुपियाँ होला भनेर गर्ने हो अनि हजुर जो सानो पातको त झन् पैसामा जान्छ त्यो त पैसा 5 पैसा 10 पैसा फाइदा भइरहेछ त्यहाँमा त अझ कामदार राख्नु पर्यो आफूले पनि बनाउनु पर्यो कामदार राख्नु पर्यो मेसिन लिनु पर्यो मेसिन पनि कहाँ हजारको हुन्छ लाखौँको मेसिन हुन्छ नि त्यही त नि बुना नै भेटिन्छ क्या हामीलाई फेरि त्यही बुन्नै ज्याउ लाग्छ दुईटा तिनटा त्यसो भने त्यो छ भनेपछि ठुलो पनि सानो पनि 1 रुपियाँ गर्नुहोस् र त्यो पातवाला चाहिँ एउटाको 2टै गर्नु तर टपरी 1 रुपियाँमा गर्नु तर टपरी त्यति सानो बनाइदिनु होला कि हामीले त्यो कामै नलागोस् होइन त्यहाँ गएर त्यो पनि सानोमै बनाउनु नपरोस् भन्ने हो त्यो हो भनेपछि चाहिँ त्यही त जे भ्याएपछि भन बनाउन भ्याएपछि नभ्याएपछि खालि किन बनाउँछौँ भन्ने नै फेरि नभ्याएपछि बेकार हुन्छ के हो त 2 हप्ताको आउने गर्नु होला हैन नै अब आउन त अब सरको आफ्नो फुर्सद मिलाएर आउनु ठिक शनिबार मिलाएर अब यहाँ कति बनिरहेको हुन्छ त्यही अनुसार फेरि यसो गर्छौँ नि त हामी ठिक्क अब 2 हप्ताको एक गाडी पछि हामीलाई ठिकै यस्तो एक गाडी पुग्छ भन्ने हिसाबले हामी आफै फोन गर्छौँ फेरि अझ नाइ आन पान गर्नु पात कुयो भने फेरि ल त्यो चाहिँ बरु हजुर कल गर्नु होला पात लिन आएको बेला फेरि पात मारेर पोल्ने हो फेरि 2 कट्टा जति पुगिहाल्यो हाम्रो त कल गर्नु होला कति हुन्छ त्यो हिसाबले बनाउनु त के आमाको बनाउनु पर्यो काट्नु जानु नै के गर्नु न फेरि उहाँको मम्मीले भन्ने फोन गर्नु ल टिप्नु भन्नु फेरि त्यहाँ दुःख खेर भयो भने नै हामीले त चाहिएकै हो नि त हामीले त पात 500 रुपैयाँको लागि जानुहुन्छ त 5 रुपैयाँको हाम्रो कति मेहनत छ त्यत्रो पात जलाउँदाखेरि त हामी त रुन पनि लागिहाल्छ अनि हामीले त्यो 500 को कति धेरै 2 कट्टा हुन्छ हाम्रो 800 जति गयो के ल त्यसो भन्नुहुन्छ हजुरको 500 को जो माल छ त्यो 500 मा हामीलाई फाइदा हुन्छ 50 रुपियाँ अब 50 रुपियाँ फाइदा चाहिँ हजुरलाई फाइदा कि हामीलाई फाइदा भन्नुहोस् त हैन अब यहाँबाट हामीले ल 1500 रुपियाँ तिरेर अर्डर लग्यौँ त्यो लाखौँको मेसिनमा राख्यौँ अनि त्यसपछि मार्केटमा गएर मार्केटिङ गऱ्यौँ मार्केटिङ गरिसक्यो त्यसपछि सेल गऱ्यौँ डेलिभरी गर्न गयौँ हजुरभन्दा काम त हाम्रो छ त फेरि अनि हामीलाई फाइदा कति रुपियाँ 50 रुपियाँ फाइदा भयो डेलिभरी गर्नुहुन्छ नै ठाउँ ठाउँ पुऱ्याउनु पर्यो हजुर ठाउँ ठाउँ पुऱ्याउनु पर्यो अब त्यहाँ एकवटा 2-2वटा मगा भएपछि त ठाउँ ठाउँमा जानु पर्यो गाडीमा मेहनत चाहियो फुर्सद निकाल्नु कति समय पैसा भन्ने हजुरहरू भन्दा त हाम्रो मेहनत छ फाइदा नगरेको त्यो काम गर्नु लाग्नुहुन्थ्यो त फेरि त्यो आफ्नो हुनुको लागि त होइन पैसा कमाउनलाई त एउटा लगनशील त चाहियो नि त कन्टिन्यू आज नभएपछि 50 रुपियाँ भनेर धेरै हुन्छ भन्ने हो नि त होइन एकैचोटि धेरै खोज्न लागेपछि त कहाँ हुन्छ त त्यहाँ 10 लाखको मेसिन छ 10 लाखको मेसिन ल्याएर अब त्यहाँनिर कति लाख रुपियाँ कति समय त दिनै पर्यो नि होइन त उसै थोरै हुन्छ घट्ने जस्तो भएपछि फोन गर्नुहुन्छ उहाँको नम्बर छ क्या ल हजुर हामीसँग छ म फोन कल गर्छु आउनलाई फेरि मेरो गाडी भरिदिनु भएन भन्नु होला फेरि नम्बर मस्त छ त बाबुको ठ्याक्कै लाग्ने नम्बर राख्नु होला अस्ति त स्विच अफ भनिराख्ला अस्ति 2 फेरा 3 फेरा गऱ्यौँ स्विच अफ भन्यो भने त्यो पात नदिएको बेला त हामीले के थाहा अझ 1-2 कट्टा बुनिहाल्थ्यौँ हिजो म बजार थिएँ बाबुले आफै गरेर फेरि
स्विच अफ भन्दा कतिखेर नेटवर्क नभएर होला स्विच अफ त हुँदैन दिवाली अगाडि स्विच अफ भन्ने फेरि यता पनि कल लाग्दैन कि फेरि अस्ति मैले मम्मीले कल गर्दैनुहुन्थ्यो नलागेर पछि मैले गरेँ आफै यहाँ पनि लाग्दैन खासै नेटवर्कले काम गर्दैन यहाँ नेटवर्क नभएर बस्तीमा बरु अलि गर्छ यहाँ सेन्टर त्यतिकै गर्दैन यता यता बाहिर निस्किनुपर्छ बाबुमा वाइफाई छैन र वाइफाई छ हामीसँग त यहाँ पनि छ सन्त वाइफाई त कि त अब वाट्सएपमा गर्नु पर्यो त्यो गर्नु नि फुफु अब त्यही नम्बर छ भनेपछि वाट्सएपमै म गरौँला इफुमा गर्छु इफुमा चाहिँ वाइफाई छ नाइ म त फेरि पहिलो कता छैन होला त्यसो नि त्यही गर्नु हजुरले पनि अब ल मेहनत छ भन्नुहुँदैछ होइन कि सादा कि बिहानै गर्नु कि त हजुरले 1 रुपियाँ र 2 रुपियाँको त्यो पातलाई 2 रुपियाँको पात भए पनि ठुलो बनाइदिनु र हामी चाहिँ दुईटाको 1 रुपियाँ दिन्छौँ तर हामीले त्यहाँबाट फाइदा हुन्न भनेपछि हामीले त्यसमाबाट फाइदा लिन्छौँ भन्ने हो कुनै एउटाबाट त लिनु पर्यो नत्र त अनि पैसा त अनि भयो भने हामीले यहाँ लिनु र हजुरले बनाउनु हामीले यहाँबाट त्यहाँ लगिदिनु मात्रै हुन्छ दुईटा कुनै एउटा कुरामा मिलाउनु पर्यो फाइनली जे गर्छ गरौ क्यार्ने हो यहाँ नै सबैले गरौ अब एउटा भनेर भइगयो कि त्यसमा के मन दुखान छ र यार परम होला ल हामी जान्छौँ मेरो त छैन आज गाडी भर्नु मुस्किल छ जस्तो भरिहाल्ला सायद डाँडा त छैन ए म त छैन भन् बुढी बजेले बुझ्नुहुन्छ एकजना अब कति काने सुन्दैन तिमीलाई त जति रुपियाँ दिए पनि भएको त्यो त्यो जति एउटा छ त्यो 5-10 रुपियाँ दियो भने भन्ने कान पनि सुन्दैन कसरी त्यो हिसाब बुझ्नु त्यही कि पहिलाको थियो त रेट त्यही रेटकै 1 रुपैयाँको त्यसलाई घटाइदिएर त झन् कोहीले पनि बुन्नै छाडेको थियो आमाले घटाइदिनु पनि ल एक दिन पिब्लिटी रुम एक दिन पार्टी ने गरौँ त्यो कसरी हुन्छ हजुर पनि कुरा मिलाउनु सो गाइज म अब पुगिसकेँ आफ्नो घरमा होइन अब के कस्तो भयो देखिसक्नुहुन्छ भेटौँला नेक्स्ट भिडियोमा